आजको दिन कक्षा 12 को विदाईको दिन। कक्षा 12 को विदाईको लागि आज हामी सुन्दर रहेछ विराट चोक स्थित होटल स्वादको सभा हलमा उपस्थित भएका छौँ। कक्षा 12 का भाइ बहिनीहरू विदाई कार्यक्रमको लागि भेला हुनु भएको छ। भाइ बहिनीहरू हुनुहुन्छ। आजबाट भाइ बहिनीहरू आधिकारिक रूपमा स्कुलबाट विदाई हुँदैछ र उहाँको वार्षिक परीक्षा बाँकी नै छ, तर स्कुलले आधिकारिक रूपमा आजबाट चाहिँ विदाई गर्ने योजना गरेको छ। यतापट्टि भाइहरू हुनुहुन्छ। यो स्वाद होटलको हलमा उपस्थित हुनुभएका शिक्षक साथीहरू लगायत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई ध्यान आकर्षण गर्न चाहन्छु। आज हामी कक्षा 12 को विदाई कार्यक्रममा उपस्थित भएका छौँ। हामीले यसभन्दा अगाडि नै निर्धारण गरे बमोजिम हामी तपाईहरुले कक्षा 12 को अन्तिम दिन एउटा सामान्य कार्यक्रम मनाउँदै गर्दा केही पछि लाने कि भन्ने मनस्थितिमा पनि थियौं र तपाईहरुकै आग्रह अनुरोधलाई ध्यानमा राखेर आजको दिन विदाई कार्यक्रम सम्पन्न गर्ने तय गरेका थियौं र सोही अनुरूप आज यो हलमा हामी उपस्थित भइसकेका छौं। 2080 सालमा एसईई परीक्षाको समापन सँगै कक्षा 11 मा सभाध्यक्षका अनुमतिले म अब बाँकी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। त्यसैगरी आजको यो कार्यक्रममा विद्यालयमा अध्यापन गर्नुहुने शिक्षक जीवहरू हुनुहुन्छ। उहाँहरूलाई पनि अतिथिको आसन ग्रहण गर्ने हुनुको लागि हार्दिक अनुरोध गर्छु। सर्वप्रथम